नमस्ते हजुरलाई स्वागत छ हाम्रो रेखा भ्लग्स युट्युब च्यानलमा। आज चाहिँ हामी आमा छोरीले धेरै लामो समयपछि भिडियो बनाउन थालेको। आज खाली छ अनि त्यही भएर बनाऊँ न भनेर यो युट्युबमा चाहिँ के साथीहरू कन्टिन्यू गर्ने भन्छु होइन। खै म जाँगर नगरेर ल म राख्नै भ्याउँदिनँ कि टिकटक र फेसबुकमा चाहिँ अब सधैँ राखिन्छ। अब टिकटक हेरिरहन्छ है अनि बनाउन पनि बनाइन्छ, त्यही भएर त्यहाँ चाहिँ हालिन्छ। अनि युट्युबको लागि चाहिँ हुँदैन भने भाइ कस्तो होला। अनि आज चाहिँ मैले काम सुरु गर्दैछु अनि साथीहरूलाई चाहिँ अनि नानीसँग सँगै छेस् होइन, स्कुल पनि हालेको छैन, कसरी काम गर्छस् भन्नुभएको हुन्छ कि। आज काम सँगसँगै मेरो काम गर्ने ठाउँ पनि भिजिट गराउँछु भनेर चाहिँ मैले यसरी फर्स्ट टाइम भिडियो गर्दैछु है। मेरो काम गर्ने ठाउँ चाहिँ हाम्रो काम भनेको चाहिँ साथीहरू यही पाछा पुछा पार्ने, पाहुना आउँछ पाहुनाहरू गयो भने सरसफाइ गर्ने, त्यही हो। यहाँ कोरियामा चाहिँ यसलाई पेन्सन भन्दो रहेछ। 3वटा घर छ हाम्रो चाहिँ होइन। यो चाहिँ हामी बस्छौँ, तल्लो तला चाहिँ अफिस छ, माथिल्लो तला चाहिँ हामी बस्छौँ। अनि एउटा त्यो भयो अनि एउटा त्यो अनि एउटा उपाय त्यो गरेर 3वटा यहाँ चाहिँ 3वटा घर छ। अनि यहाँ चाहिँ फ्यामिली आउनेवाला हो, त्यो भएको भएर एकदम सजिलो छ कि। हामी काम सधैँ बेलाबेल पनि हुँदैन। शनिबार र आइतबार चाहिँ पढाइ हुन्छ एउटा दुइटा। अनि 3वटा घर चाहिँ छन चाहिँ, तर 3वटा सधैँ 3वटा आउँदैन कि। कहिलेकाहीँ चाडपर्वको परेको बेला अनि कहिलेकाहीँ मात्रै यो महिनामा कहिले त हुँदैन 3वटा चाहिँ, एउटा दुइटामा चाहिँ पढाइ भइरहन्छ। दिउँसोको 3 बजे आएर अर्को दिन बिहान 11 बजे निस्किनु पर्दो रहेछ कि पाहुनाहरू। अनि यहाँ चाहिँ कस्तो खालको कि जस मान्छेले हामीलाई घरमा के चाहिन्छ त्यो सब सेम घर के सबभित्र हुन्छ सेटिङ होइन। अनि पाहुनाहरूले चाहिँ आफूले खाने कुराहरू मात्रै लिएर आउनुपर्छ कि। अनि आउँछन् अनि खाना पकाएर खाने उयोभित्रै अब के गर्न मन लाग्छ गर्ने। अनि त्यसपछि चाहिँ अर्को दिन 11 बजे चाहिँ जान्छन्। अनि तिनीहरू गएपछि हामीले सरसफाइ गर्ने हो। अनि साउनी र म मात्रै हो कि यहाँ चाहिँ। अनि साउनी र मैले गर्दाखेरि के भन्छ अरे 1 घन्टा 1.5 घन्टामा सिद्धिहाल्छ एउटा। यस्तो खेल्ने ठाउँ छ। अनि यो स्विमिङ पुल चाहिँ गर्मी सिजनमा मात्रै चल्छ, बाहिरको अरू बेला चाहिँ बन्दै हो। अनि भित्र पनि हो यस्तै खेल्ने ठाउँ छ नि, यस्तै हुन्छ कि प्रत्येक घरभित्र। अनि सफा गर्दा पनि नानी त्यही गएर खेल्छ। सफा गर्दाखेरि त साउनी र म मात्रै हुन्छौँ नि त, अरू कोही पनि हुँदैन। त्यो भएर त्यो खेल्ने ठाउँमा खेलिरहन्छ अनि हामी सफा गर्छौँ। सफा गरेर भ्याइदिएपछि अरू काम हुँदैन, त्यसपछि थपक्क लाएर बस्ने आफ्नो रुममा। त्यो भएको भएर चाहिँ सजिलो छ। जस मलाई चाहिँ भगवान्ले यस्तो राम्रो काम पारिदिनु पर्छ। म त सधैँ भगवान्लाई हृदयदेखि धन्यवाद दिइरहेको हुन्छु कि म त कोरिया जस्तो यस्तो ठाउँ आएर यस्तो सजिलो काम पाउनु है। साउनी फेरि यति राम्रो साउनी त माइ गड, आमा जस्तै केयर गर्छ कि, कस्तो माया गर्छ। अनि त्यही भएको भएर चाहिँ काम गर्न एकदम सजिलो भइरहेको छ। खै अहिले त नानी अब मैले गर्दाखेरि हाम्रो काम यस्तै हो कि। ल्याउ त म छिटो गर्छु, फटाफट घामले पोल्न थाल्यो भाइ। अब गर्मी सिजनमा फेरि चरक्क परेर घाम लाग्छ कस्तो झ्याउलाङ जस्तो। बिहानै गर्नुपर्छ कि, यो बिहानै गऱ्यो भने चाहिँ आफूलाई सजिलो हो। अहिले चाहिँ यहाँको 9 बज्यो, 9 बजे यति चर्को घाम चाहियो नि त। अनि साउनी चाहिँ काम नभएको बेला 12 बजे 1 बजे आउँछ। अनि पाहुना आउँछ 3 बजे हो नि त। अनि फेरि पाहुना नआएको बेला जस्तै आज हिजो थिएन, आज सफा गर्नु परेन, आज चाहिँ आउन लाग्छ एउटामा। त्यही भएर चाहिँ साउनी चाहिँ अहिले 12 बजे 1 बजे आउँछ कि बल्ल। अनि पाहुना 3 बजे आउँछन्। पाहुनालाई रिसिभ गरेर मैले चाहिँ केही गर्नु पर्दैन। यहाँ मेरो काम भनेको सरसफाइ मात्रै, पाहुनाहरूलाई रिसिभ गर्ने। अनि 6 बजीतिर फेरि घर गइहाल्छ। अनि त्यसपछि चाहिँ हाम्रो काम नि, अनि त्यसपछि हामी मात्रै हुन्छ नि यहाँ त। त्यसपछि बत्ती अन गर्ने, राति 10 बजे बत्ती अफ गर्ने, त्यही हो मेरो काम। सिन हेर्नु न, सिन कति राम्रो हेर्नु, हरियाली के ए छोड्दै। त्यो हिउँ पर्ने सिजनमा फेरि आमै त चिसोले केही नहुँदो रहेछ। अनि यो रुखहरू त सबै खाङ्राङ परेर डाँडो नाङ्दै भएर कस्तो भएको हुन्छ कि। अनि
अहिले चाहिँ हरियाली कस्तो राम्रो हरियाली छ क्या चारैतिरै सब ठाउँ आज चाहिँ मैले सिर्फ हामी बस्ने ठाउँ र मैले काम गर्ने ठाउँ मात्रै भिजिट गराएँ अब खाली भएको दिन चाहिँ फेरि म भित्रको पनि भिजिट गराउँछु अहिले चाहिँ सिर्फ मैले काम गर्ने ठाउँ यस्तो है यहाँनिर है भनेर मात्रै देखाएको फेरि भिडियो एकैचोटि गर्दा थाल्दाखेरि चाहिँ भिडियो लामो हुन्छ अनि मजै हुँदैन नि त झ्याउ लाग्छ कि आज चाहिँ हामीलाई छोटो छोटो रिल्सहरू हेर्ने बानी परेको छ कि त्यही भएर लामो भिडियो त हेर्नै मन लाग्दैन कसैलाई पनि नै सो गाइस आज चाहिँ म यति मात्रै देखाउन चाहेँ है फेरि म भित्रको कुनै दिन देखाउँछु मैले भिडियो गर्नु थालिहालेँ काम गर्न सुरु गर्नु हुँदैन त्यही भएर गरेछ होइन अब त सुरु गर्नु पऱ्यो काम पछा पछा पार्नु पऱ्यो घामले धेरै चर्काइसक्यो सो गाइस आजलाई चाहिँ यति कुनै दिन फेरि म भित्रको बनाउँछु र भिडियो अपलोड गर्छु बाई बाई गाइस